नमस्कार साथीहरू, म यो नेपाली लोकबाजा सङ्ग्रहालय आइपुगेको छु। थापाथलीबाट यो बागमतीको तिरैतिर हिँड्दै थापाथलीमा त्यहाँ एउटा चेस क्लब छ, त्यसबाट खोलाको छेउछेउ हिँड्दै यो टेकुसम्म आउने क्रममा थुप्रै मन्दिरहरू सत्तलहरू देखिन्छन्। कयौँ पुनर्निर्माण भइरहेको अवस्थामा छन् भने कयौँ भग्नावशेषको अवस्थामा र पुनर्निर्माणको लागि चाहिँ पर्खिरहेको अवस्थामा देखिन्छ। यो नेपाली लोकबाजा सङ्ग्रहालय त्यति धेरै चर्चामा छैन, तर लामो समयदेखि मलाई पनि आउने इच्छा थियो। यो हिँड्दै जाँदा ठ्याक्कै यहाँ आइपुगेँ। यो लक्ष्मेश्वर महादेव मन्दिर पछाडि टेकुभित्र छ। अब हामी हेरौँ, यो निकै राम्रो चाहिँ यो पगोडा शैलीको, अब बाहिरबाट के भन्ने घर मन्दिर को शैलीमा छ र हामी बिस्तारै अब यहाँभित्रमा जान्छौँ। यहाँ पुरानो सुकुलहरू चकटी बनाइराख्नु भएको छ यो परालले। बिस्तारै यो पहिला हामीले देख्थ्यौँ, अब यो हराउँदै गएको जस्तो पनि देखिन्छ। थुप्रैजना हुनुहुँदो रहेछ, स्कुटी बनाइराख्नु भएको छ। म यसो अगाडि लागेँ। मन्दिर अब यो बाजाको बारेमा थप जानकारी लिउँला। अहिले चाहिँ म यो नेपाल सरकार शहरी विकास मन्त्रालय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिद्वारा एशियाली विकास ब्याङ्कको ऋण सहयोगमा पुनर्निर्मित लक्ष्मेश्वर सत्तल लगायत सम्पदाको शहरी विकास मन्त्रीबाट उद्घाटन कार्य सम्पन्न भयो भनेर लेखिएको छ। यो शहरी विकास अन्तर्गत यो एडिबीले एशियाली विकास ब्याङ्कको ठुलो लगानी यहाँ देखिन्छ, ऋण लगानी झन्डै 11% नेपाल सरकार, 88-89% चाहिँ एशियाली विकास ब्याङ्कको। एउटा यो राम्रो हेरिटेज वक चाहिँ हुने सम्भावना मैले देखेँ। यो पर्यटन व्यवसाय साथीहरूलाई पनि एउटा एक दिन समय लिएर घुम्न आउनु हुन, अथवा चाहिँ मैले यो टुरिस्ट गाइड एसोसिएसन टुर गाइडका साथीहरूलाई पनि मैले रिक्वेस्ट गर्छु एउटा वक चाहिँ अर्गनाइज गरौँ। यद्यपि यो निर्माणको क्रममा छ, तर निर्माण सम्पन्न भइसकेपछि एउटा राम्रो चाहिँ टुर हुनसक्छ है यो एक दिनको लागि चाहिँ। अहिलेलाई यति मात्रै, हस्, धन्यवाद।